आज चाहिँ म तपाईहरुलाई घरमा दही बडा कसरी बनाउने भन्ने कुराहरु म तपाईहरुलाई सिकाउन जाँदैछु। यो सुरुमा चाहिँ यो दाललाई भिजाउनु पर्छ अनि दाललाई भिजाएर मसिनो गरेर पिसेर चाहिँ एकदमै मसलाहरु हाल्नु पर्छ है। अनि यसरी पकोडा जस्तो बनाएर तेलमा तार्नु पर्छ। पहिला सुरुमा चाहिँ सेम पकोडा बनाएको जस्तै हो, दालको पकोडा हैन। यसमा चाहिँ अब अलिकति बिरे नुनहरु हाल्नु पर्छ, जीरा हाल्नु पर्छ अनि अलिकति टेस्टी हुन्छ। यसरी मजाले तार्ने है, यसरी पिठोहरु त्यो गरेर अनि हाल्ने, कतिवटा बनाउने भन्ने कुरा आफैले अन्दाजी गर्ने हैन। अब तपाईहरुलाई कतिवटा चाहिन्छ त्यही अनुसार चाहिँ तपाईहरुले बनाउनु पर्ने हुन्छ। अनि अलिअलि रातो भएपछि चाहिँ यसलाई यसरी पल्टाउनु पर्छ, अलिकति नफुट्ने पाराले। धेरै खराउनु पनि हुँदैन, यो धेरै खरायो भने चाहिँ सबै अलिक सारो हुने भएकोले चाहिँ यसलाई ठिक्कको बनाउनु पर्छ। यसरी रातो रातो हुन दिनुपर्छ एकछिन चाहिँ है। अनि रातो रातो भएपछि चाहिँ मजाले यसलाई भित्रसम्म पाकेपछि चाहिँ यसरी निकाल्ने। अनि यो पाकेको कुरालाई चाहिँ तेलमा तारेको कुराले चाहिँ हामीले यसरी पानीमा हाल्नुपर्छ ताकि अलिकति सफ्ट होस् भन्नको लागि चाहिँ। मैले पनि यो आज भर्खरै सिकेको हो हैन, मलाई पनि थाहा थिएन कसरी बनाउने घरमा भनेर। अनि त्यहीबाट नै अलि जानेर चाहिँ अलिकति सिक्दै प्र्याक्टिस गर्दै मैले पनि यो बनाएको हो खास चाहिँ आज चाहिँ। तर एकदमै राम्रो भएको थियो। अनि यसरी पानीमा हालिसकेपछि मजाले भिजाउने र हल्का हात पारेर यसरी पानी निचर्नु पर्छ। अलिकति सफ्ट हुन्छ यो चाहिँ। अनि त्यही भएर चाहिँ अलिकति बिस्तारै हामीले चाहिँ थिच्नुपर्छ। धेरै साह्रो थिच्यो भने चाहिँ यो मजाले फेरि सबै फुट्छ। यो निचरेकोलाई चाहिँ पहिला हामीले मजाले दही फिट्नुपर्छ। अनि दहीमा अलिअलि मसलाहरु हाल्ने हैन, चाट मसलाहरु हाल्ने। अनि यसरी दहीमा डुबाउनुपर्छ। यो चाहिँ 2-3 घण्टा डुबाउनुपर्छ अनि मात्र अलिकति फ्लेभर आउँछ। हेर्दै जाँदाखेरि चाहिँ लास्टमा यसरी चाट मसलाहरु अलिअलि खुर्सानीहरु हाल्नुपर्छ है। अनि रेडी भयो खानको लागि दही बडा।